हेलो गाइस, कमेन्ट पढ्ने हैन त? के साह्रो चिलाएको हो कमिलाले टोक्नु क्या हो? के अरे काम छ? आन्टी लभर आयो, आन्टी लभर खैट आन्टी लभर हुन्छ हजुरआमा लभर। मलाई लगेर गाडी दिनुस्। लगेर हालिदिन्छ हस्। यता कलाकारलाई घोक्राइ घोक्राइ बहिनी के गरे हो के गरे? ए आन्टी आफै फिल्ममा त नआउन्न हो माडी माडी। तपाईको दियो मलाई नि दिनु ल। कोही गाडी चढ्दा हल्लिएर भाइरल त कोही ना। कस्तो खतरा हो आन्टी लभर। एउटा खुट्टा उचालेर के गर्न खोजेको र गङ्गु छेत्रीको भाइरल भिडियो यस्तै भिडियोहरू लिएर आएको छु गाइज। एकदमै फनी कमेन्ट अनि एकदमै मजा आउनेछ भिडियो हेरेपछि। र यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ है त। मलाई लगेर गाडी दिनुस्, जिम्मा माटो लगाइदिनुस्। यो बसेको छाती हो हजुर, बिन्ती छ नजलाइदिनुस्। केटाहरूको कमेन्ट हेर न फेरि अचार पिने लोडा जस्तो छ त। यो टाटो हान्ने मान्छेको हान्दा झरेको होला। भित्र लगाउने म किन्दिउला यसरी बेजेत नगर्नुस्। गाडी दिनु कि माडी दिनु गाड्नै लोभ लाग्दो छ त। आजको रात तिम्रै छातीको नाममा ल। है टाटो हान्न सिक्नु पर्यो अब। यो दिदीको भिडियो हेरौँ अनि यसको फनी सेभिङ कमेन्ट पढौँ है त गाइज। मेरो छेउमा भएको भए बनाइदिन्थे। बडा हरामी हो बेटा। नक्सा पास भयो त मालपत्ता जलिसक्यो। दिनभरि चिया खाना पुग्छ जाऊ केटा हो दुन। समझ्यौ? केटाहरूको कमेन्ट फेरि के हो यस्तो? म चाहिँ 2 पोका मात्र मागे ल। यो दिदीले सुती खेलाको भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ है त गाइज। कमेन्ट हेर्नु न गाइस कमेन्ट आफै मारेर कहाँ आउँछ मजा म छँदैछु नि। कमेन्ट हेर्दा नै हाँस उठ्छ गाइस। हजुरको यो भिडियो हेरेर मलाई धेरै गाह्रो भइसक्यो। यसको जिम्मा को कोहीलाई गाह्रो परिसक्यो गाइस सेवा गर्ने मौका दिनुस्। सम्पर्क गरिदिनु है दिदी मलाई बोलाउनु होला आवश्यक पर्यो भने। यो दिदीको भिडियो गाडीमा हिँड्दा नै हल्लिएर भाइरल भएको छ। यो भिडियो हेरौँ अनि यसको फनी कमेन्ट पढौँ है त। हे जो भेट्यौ बरै उसैलाई किन भन्छौ हे रात परेसी बरै मेरै घर हिँड भन्छौ। कसले होला यतिसम्म मौलाउने गरी खेलाको बाहिर निक्लेर है नानी अलि ख्याल गर्नु। यो दाइलाई फेरि गाह्रो है गाइजहरू। म चाहिँ बाथरुमतिर लागे ल। मान्छे भएर आँट्न सकिन भैँसी भएको भए लाल पूर्जा धरौटीमा राखेर भए पनि आँट्दिन्थे। केटाहरूको दिमागमा फेरि त्यही पसेको छ कि बाटो देखिन्छ कि नाइ हो हिँड्दाखेरि। है टिमल जस्तो छ त नि बबाल.com। यो दिदीको बबाल डान्स हेरौँ अनि यसको फनी कमेन्ट पढौँ है त गाइज। यस्तो डान्स गर्ने बेला मेरो नि ठाडो पारेर नाच्न मन लाग्यो। अलि बिस्तारै नाच्नु नानी फेरि तलाको कुत्ताले रिसाउला नि। बिस्तारै है नानी च्यातिएकोमा झनै च्यातिएला नि नगर। मेरो आँखा त खालि त्यही मात्रै जान्छ के भएको होला है। नफुटेको नि फुट्ला नि नानी।
गङ्गु छेत्रीको भाइरल भिडियो हेरौँ अनि यसको फन्नी फन्नी कमेन्टहरू चाहिँ पढौँ है त गाइज। यसै ठाउँमा घुम्न आएको म त एउटा परदेशी कस्तो यो के हो कमेन्ट फेरि? त्यो कालो दिन याद छ मलाई, त्यो कालो दिनको याद आउँछ यसको भिडियो देखेपछि। यो दिदीको चाहिँ सबैले कालो हेरेकै देखेका छौँ सबै तिम्रो पाठ पूर्जा। उमेर त चढ्न त चढेको छ है गम्गु, तिम्रो भोगाटे भन्दा नि ठुलो है। अनि चढेर नै धेरै नै बजाएर कालो भइसकेछ, बाहिर मात्रै ब्युटिफुल भित्र त। यो बहिनीलाई फेरि चिलाएर रुखैमा कनाउने जस्तो भइसकेको छ गाइज। यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त। फेरि यो दिदीको कमेन्ट हेरौँ न। कोही छ भने यो बुनुलाई दबाई दिनु न। चिलाएको छ केटा हो, कता हो तिमीहरू? केटाहरू कता हो, आउनु पर्यो। पहिला हाम्रो भैँसीले नि जिउ चिलाउँदा रुख ढुङ्गामा यसरी नै जिउ कनाउँथ्यो। त्यो रुखको के दोष यार, बिचारा यो बहिनीलाई चुर्न परेकै हो त। चान्स पाउँदा त रुखले पनि दनक दिँदो रहेछ त, पुरै फिल्डमा पो आएर हल्लिरहेको छ। नानी त सानी नै हो, बिस चाहिँ कडा रहेछ नानी, रुखै सुकाइछिन् दल्दा दल्दा। यो कुन डान्स हो यो दिदीको? यो भिडियो हेरौँ अनि यसको कमेन्ट पढौँ है त गाइस। यति कोला भए त टिकटकमा भिडियो अपलोड गर्नु यार बब्बाल। यो भिडियो देखेर कसैलाई कवितै लेख्न मन लाग्यो। उकाली छ अनि ओह्राली छ, पछाडि बाँझो खेत अलि छ, मुटुमा अटाउने कोही भयो, आउनुहोस् यो दिल खाली छ। धेरैले चिन्न नसकेको अर्ग्यानिक हिरा हौ तिमी। ओहो पुकुली, हिजो अस्ति कट्टु नै नलाई हिँड्थ्यौ, ठुली भएछ्यौ नि त। अब त हजुरआमा नि आन्टी लभर रे। यो भिडियो हेरौँ अनि यसको फन्नी फन्नी कमेन्ट पढौँ ल। आन्टी लभर आयो, आन्टी लभर सधैँ दादी रिस गरेर आन्टी आयो, आन्टी लभर। तल सुकेको माथि फुकेकोलाई आन्टी लभर भन्छन् क्यारे। काखीको भुत्ला चाहिँ काट्न बिर्से जस्तो छ, म चाहिँ आन्टी लभर होइन, गनाउँछ आन्टीहरू त। अलि माथि साह्रो भने कुन लभर देखिने हो? मेरो आँखाले त भ्यागुता लभर जस्तो पो देख्छु त। यो भिडियो हेरौँ अनि यसको फन्नी फन्नी कमेन्ट पढौँ है त गाइज। सुरु करते हैं बिना। फेरि कति आनन्दले दिएको हेर न। रुको जरा। झ्याप्पै जुटो पारे मोरीले। बिचारीलाई आफन्तले नि देख्छन्, पक घर त आइजा। हो क्या, साँच्चै नै गोक्राइ गोक्राइ बिचारालाई। यस्तै भिडियो हेर्नको लागि लाइक, सब्सक्राइब अनि कमेन्ट पनि गर्न नभुल्नु होला। र कस्तो लाग्यो भिडियो प्रतिक्रिया पनि दिन नभुल्नु होला।